हेलो एभ्रिवान, यहाँ हेर्नुहोस् राईहरूले चाहिँ सगुनमा छ्याङ पनि दिँदैछ। यहाँ छ्याङ चाहिँ 10 थरीको राईलाई चाहिँ भेला पारेर उहाँहरूले चाहिँ आजदेखि चाहिँ फलानाको छोरी चाहिँ राईमा कुलमा हाल्यो भनेर उनीहरूले चाहिँ आज चाहिँ गर्नुपर्दैछ। त्यसको लागि चाहिँ धेरै उयो रहेछ, जस्तै त्यो छ्याङ सगुनमा दिने, त्यहाँदेखि दाल ढेँडो, त्यहाँ चुला चलाउने सबै रहेछ। हेर्दै गर्नुहोस्, यहाँनिर चाहिँ यहाँ सबै हुनुहुन्छ, राई हुनुहुन्छ। यहाँ चाहिँ 10 थरीको राईहरू, जस्तै अब पञ्चायत जम्मा पारेको त्यस्तै गरेर उहाँहरूले पनि राईहरू चाहिँ भेला पार्नु पर्दो रहेछ। यहाँ चाहिँ यो चाहिँ प्रुफको लागि पनि हो। यो ट्रेडिसनल वाचिपा मात्रै हो नि, अरू के एक्सप्लेन गरिदिनु नि अलिकति। यहाँ चाहिँ बेहुला चाहिँ त्यसरी एक्साइटेड छ, आफै बार्दैछ। अलिकति भनिदिनुहोस् न। यो चाहिँ तपाईँको वाचिपा हो है। अब यो वाचिपा चाहिँ विशेष गरी आज यो केले बनिन्छ भन्दाखेरि यो चाहिँ कुखुराको तिते है, अब जुन चाहिँ भुत्ला पोलेर चाहिँ बनिन्छ अनि त्यसको काटेर चाहिँ अन्य पुरेको कुराहरू चाहिँ बाट चाहिँ बनाइन्छ। यो चाहिँ दबाईको रूपमा खाइन्छ। हामी विशेष राईहरूको चाहिँ विशेष गरी हाम्रो यो शुभ कार्यहरूमा चाहिँ चलाइन्छ है, पितृहरू गर्दा। अनि यो तपाईँको ढुङ्ग्रो है, छुली भनिन्छ, यो पनि हाम्रो राई जातिहरूको चाहिँ एकदमै प्रसादको रूपमा हो। यति चाहिँ जानकारी गराएँ। हुन्छ, थ्याङ्क यू। हाम्रो पनि टङबाट युज हुन्छ कि, तर यो चाहिँ युज हुँदैन नि त हो। हाम्रो पनि शेर्पा हुन्छ, हाम्रो पनि। यता हाम्रो पुलको त अघि आउनु भएछ। भेज कहिले हुन्छ? उहाँ चाहिँ हाम्रो सबै 10 थरी राईहरू अघि भनिसक्यो, आफै इन्ट्रोड्युस। सम्बन्ध भनेको चाहिँ धेरै प्रकारको हुन्छ है। कोही बर्न हुन्छ, कोही मेड हुन्छ होइन। मेरो मेड ज्वाइँ उहाँ चाहिँ आजदेखि उहाँ चाहिँ मेरो ज्वाइँ साहब भाइ थियो। अघि भर्खरसम्म भाइ थियो, 2-3 मिनट अगाडि मेरो ज्वाइँ भएको छ है। दुईजनाको रिलेसनलाई कङ्ग्रेचुलेसन है। थ्याङ्क यू सो मच। राम्रोसँग निभाउनुहोस् है। सेवान्ने यताले चाहिँ भेना पर्छ अरे हो। यताले चाहिँ आईलाई चाहिँ टिका लगाइदियो। कस्तै रहेछ कुरा त। ऊ मेरो बेस्ट फ्रेन्ड होइन, बेस्ट फ्रेन्ड हो। लास्टमा अन्त यता आइ फेरि टिका लगाएको। यता पनि हाम्रो ज्वाइँ पर्छ होइन, तर यता हाम्रो यता किरुवा राई, यता अब सन्देवा मान्छ हामी अब क्या गर्दाखेरि। उता रुइङबाट चाहिँ हाम्रो ज्वाइँ पऱ्यो, माथि दिचिलिङ कटेर यता आयो भने चाहिँ ज्वाइँ अरे, दिचिलिङ उता कटेपछि चाहिँ हाम्रो पार्ने। म चाहिँ त्यो सोच्छु होइन, मैले कसैदेखि सोचेँ होइन। मैले यसो दिमागमा पुरानो हामी साथी नै हो, फर्स्टमा साथीकै साइनले मन पर्छ जस्तो लाग्छ क्या। तर यसो गर्दा पनि भयो भने उता आएको आएँ, यता साथीको साथी। मैले कतिवटा जग्गामा दिदीलाई दिदी, दाजुलाई दाजु, हस्बेन्ड वाइफलाई पनि हुन्छ नि, त्यो झन् कम्फर्टेबल जस्तो लाग्यो मलाई क्या बोल्नु। उता पाडी देख्दै गरेको चाहिँ मेरुङ हाम्रो गाउँ। अन्त हामी चाहिँ वारी राई गाउँमा बिहा खान आएको, हाम्रो साथी राईको। यहाँनिर चाहिँ राईहरूको दस्तुर चलिरहेको छ। उनीहरूको सगुनमा के गर्नुपर्ने एकदम बिजी भइरहेछ उहाँहरू चाहिँ सबैजना। कोही खानुमा, उहाँहरू चाहिँ आफ्नो आफ्नो धुनमा बिजी हुनुहुन्छ। म चाहिँ मेरै धुनमा भिडियो गर्दैछु, हेर्दै गर्नुहोस्। पहिल्यै सक्नु भएको आज त जुठो त गर्नुपर्ने हो। यस्तो जुठो लाउनु मैले बनाएको नि भन्नु। यो चाहिँ एउटा चलपत्र रहेछ। यसले चाहिँ आजदेखि चाहिँ पुरै उहाँ राई नै भयो, बुढा बुढी हो भनेर एउटा प्रुफ रहेछ। यो चाहिँ यसमा चाहिँ 10 थरी राईहरूले सिग्नेचर गर्नुपर्ने रहेछ, प्लस बेहुला बेहुलीले पनि सिग्नेचर गर्नुपर्छ। यो चाहिँ समाजको लागि एउटा प्रुफ रहेछ। अन्त यहाँ हाम्रो बेहुलाले चाहिँ मलाई चाहिँ नि तोङ्बा खा कलिलो छ, पस्ताउँछस् है पस्ताउँछस् भनेर भनेको गर्दो रहेछ क्या।
अन्त म पनि मक्ख भएर चाहिँ अब ढुङ्ग्रो एकताल तान्नु पऱ्यो भनेर छ्याङ खानु पऱ्यो भनेर चाहिँ जाँदैछु। अन्त छ्याङ खानु लागि चाहिँ अब केटी केटी ग्रुपमा गएर बस्नु पऱ्यो। त्यहाँ चाहिँ अब जेन्ट्स नि त तल्लोपट्टि जाँदैछु म चाहिँ। अन्त यो चाहिँ राईहरूको पुरानो घर अरे, यसलाई चाहिँ अलिक उसले बनाएछ। यो चाहिँ चुला, उनीहरूको 3 चुले चुला रहेछ यहाँनिर। यो चाहिँ उसले बनाएको सिटिङ रुम अलिकति बनाएको त्यो चाहिँ। अन्त म चाहिँ केटी केटी भएको त्यहाँ ग्रुपमा आएँ खानु लागि। यहाँ त अलरेडी नै आन्टीहरू स्टार्ट भइरहेको रहेछ। आन्टीलाई यसो कम्पनी दिनु लागि चाहिँ म पनि आएँ। तर म चाहिँ छ्याङै खानु आएको है, वाचिपा पनि खानुपर्छ भनेर। राईहरूको बिहामा चाहिँ नि वाचिपा खाएन भने चाहिँ मजा आउँदैन अरे नि त हो साथी हो। त्यो भएर चाहिँ बेहुला चाहिँ चस्मा ढल्काएर हिँड्दैछ। यहाँ चाहिँ हाम्रो राम्री राइनी बहिनीहरू कस्तो लाग्यो भन्नुहोस् है, हाम्रो राइनी बहिनीहरू। यता उयो पो पर्यो त, के अरे भाइ पो पर्यो त। यता हाम्रो मेरो उयो साली पर्यो नि त। यहाँ चाहिँ एकदम राईको टोपी लगाएर तुम्बा खान्थे पोस्ट दिँदैछ, फोटो खिच्दिउँ भन्दैछ मलाई चाहिँ। अब यहाँ चाहिँ स्टार्ट हुँदैछ। अघि उनीहरूको जुन चाहिँ त्यो चलपत्र भन्ने छ त्यसमा चाहिँ के भन्दो रहेछ भनेर अब यहाँनिर पढेर सुनाउने छ। अन्त के गर्नुपर्ने कसो गर्नुपर्ने, यहाँ एग्री छ कि एग्री छैन त्यो पनि सबै भन्नुपर्दैछ। यहाँ चाहिँ बेहुला बेहुली सबै राखेर अन्त 10 थरीको राईहरू राखेर सबै गरेर चाहिँ उहाँलाई आजको दिनमा चाहिँ सुनाउनु पर्ने रहेछ। हेर्नुहोस् है, अघि दस्तो राखेर त्यो चाहिँ पक्रिने मात्रै हो है, एउटा दस्तो राखेर पक्रिने क्रम मात्रै थियो, प्रक्रिया थियो, त्यो सक्यो। अनि अब माइती राजा छ, हामी माइतीलाई पनि माइती राजा पनि यता राखेर उहाँको क्रम पनि, उहाँलाई पक्रिने क्रम पनि सक्यौँ। अनि उहाँको अब पाछा थर माग्ने प्रक्रिया पनि हामीले सक्यौँ। अब चाहिँ यहाँ चाहिँ के हुन्छ भने अब यो जुन चाहिँ एउटा लिखित एउटा भरपाई पत्र छ यसलाई हामीले है अब पढेर अब 10 थुमको राईहरूले के रहेछ कसो रहेछ बुझेर यसलाई एक्सेप्ट गर्नुपर्ने हो कि होइन। अनि 10 थुमको राईबाट पनि तपाईँहरूको सुझाउ सरसल्लाह है कि उहाँहरूको अब ग्यालुस खालिङको परिवारमा अब आज शुभ कार्य त हुँदैछ। अनि उहाँहरूको घरमा नामित नयाँ नामित आएकोले गर्दाखेरि अब तपाईँहरूले पनि यसो आशिष वचन पनि राखिदिनु पर्यो। अनि तपाईँहरूले अब यस्तो गर्दाखेरि चाहिँ हामीले 10 थुमको राईहरूले चाहिँ सरसल्लाह राखेर चाहिँ अनि लो एक्सेप्ट गर्ने हो भने एक्सेप्ट गर्नु पर्यो, नगर्ने भने पनि तपाईँहरूको आफ्नो आफ्नो थुमथुमको अब विचारहरू चाहिँ यहाँ पोख्नुपर्ने हुन्छ है। अब बरबर्दु पनि यहीँ हुनुहुन्छ, माइती राजा पनि यहीँ हुनुहुन्छ। अनि अब यहाँ हाम्रो माइती राजा चाहिँ उहाँलाई पक्रेर चाहिँ दस्तो अनुसार उहाँलाई राखिएर चाहिँ उहाँकोबाट चाहिँ लिइसकेको छौँ है। उहाँ आफैले भन्नुहुन्छ होला उहाँको थरपाछा है, उहाँले आजदेखि चाहिँ पक्का उहाँले माइतीले चाहिँ अब चेलीलाई चाहिँ एक्सेप्ट गरेको भनेर उहाँले स्वीकारिसक्नु भएको छ। उहाँले नै पढेर यो के पाछाको चाहिँ हुनुहुँदो रहेछ। आज 42 खालिङमा चाहिँ अब राईनी, उहाँ चाहिँ अब राईनी शेर्पा होइन, अब चाहिँ राईनी जब तपाईँहरूले चाहिँ स्वीकार्नुहुन्छ 10 थुमको राईहरूले चाहिँ अब यहाँ उहाँको अब एकदमै तपाईँले स्वीकारेपछि चाहिँ पक्कै भएको हो। अब अहिलेसम्म चाहिँ उहाँ शेर्पामै हुनुहुन्छ, अब तपाईँहरूले स्वीकारिदिनु पर्यो। अनि उहाँले अब पाछा चाहिँ दिएको एक्सेप्ट गर्नु परेन, गरेन खाएर चाहिँ फुट्ला टिप्यो। अब एक्सेप्ट सगुन त खाइसकिसकेपछि अब एक्सेप्ट गर्नै परेन। अब एउटा फर्मेलिटी यसमा चाहिँ जानै पर्यो। उहाँले अब एक वचन आफ्नो पाछाको विषयमा, पाछा समेत दिएको विषयमा राखिदिनुहोस् कुरा। हजुर, मैले चाहिँ पक्कै यहाँ अब 42 खालिङको अब मेरो चेली चाहिँ दिएको हो, मेरो पाछा समेत चाहिँ मैले उहाँलाई दिएर बहिनी स्वीकारेको हो भनेर भन्नुहोस्। अब 10 राईले सुन्नु पर्यो होला, कान ठाडो गरेर एकदम। फेरि पनि 10 राईहरूलाई चाहिँ फेरि पनि सम्बोधन गर्दैछु है। र आजको दिनमा चाहिँ यो भोसोकको राईगाउँ प्राङ्गणमा हाम्रो मेरो चेली है पेम्पा शेर्पालाई चाहिँ हामी पेम्पा राई बनाएर पेम्पा राई पायौँ
र मेरो आफ्नो जात त हामी राई भइहाल्यो घर बायौँ पाछा चाहिँ नामदेड छ अनि सामेत भन्नुपर्दा चाहिँ अलिकति लामो अघि मैले भनिहालेँ अलिकति लामो छ है नामदुरु आउखा नेन्दुरु दुलेता तिनदिले दुपेता हाम्रो यो बायुङ राई परिवारबाट चाहिँ आजदेखि हाम्रो स्थानीय निछा थियो आजदेखि सम्बन्ध हाम्रो यता फेर्यो हजुर हाम्रो निछा भन्दै माग्छा परे आजदेखि है उहाँलाई चाहिँ एकदमै पूर्ण अधिकारको स्वरूप हामी दिँदैछौँ र भोलि आजदेखि नै अब अहिलेदेखि नै जति पनि अधिकार छ उहाँको अधिकार छ हामीले उहाँलाई दिइसकेको छौँ है भोलिदेखि चाहिँ तलमाथि केही भयो भने चाहिँ अब हामी माछालाई चाहिँ छोड्ने छैनौँ भनेर यहाँबाट अब एउटा के अरे चेतावनी पनि सुनिराख्नु चेलीलाई चाहिँ अब एकदमै हजुर हेला होचो कुनै प्रकारको वचन कर्मबाट दुःख हुँदैन होला भनेर म आशा गर्छु है एकदमै राम्रोसँगले उहाँले रानी बनाउन नसके पनि कमसेकम घरको मालिक नै बनाएर राख्न सक्नुहुन्छ होला भन्ने आशा गर्छौँ हामी सबै 10 राईलाई यहाँ साक्षी राखेर हामी उहाँलाई सुम्पिरहेको छौँ है र अब हाम्रो यो पुर्खा हाम्रो 10 राईहरू के भन्नुहुन्छ है मैले चाहिँ सुम्पिदिइसकेको छु अलङ्गी अब 10 थुमको अब रावा पाछा थुमसुङ्गी बिलुङ्गीहरू तपाईँहरू जान्नै बुझ्दै हुनुहुन्छ है अब यो ठाउँको विभिन्न ठाउँबाट अब तपाईँहरू उपस्थिति भएर यहाँ पहिला पनि के गर्दाखेरि तपाईँहरू आउनु भएको छ यसमा चाहिँ तपाईँहरूको पनि एउटा आफ्नो थर पाछा तपाईँहरूले पनि के भन्नुहुन्छ अब एउटा विषयमा अब यो विषयमा आज तपाईँले पनि एक दुईवटा कुरा एउटा मन्तव्य राखिदिनुहोस् भन्न चाहेँ मैले चाहिँ हो अब पक्कै अब आजदेखि नै पर्ने हो कि हामी सबैजनालाई है सबैजना यहाँ भेला भएको 10 राई है हाम्रो यहाँ खालिङ परिवारको अनुमति दिँदै म यति कुरा भन्छु त्यसो भने यहाँ अब बहिनी यहाँ बुहारी भएर आयो है यहाँ अब भाइ छ सबैजनाले अब के हुन्छ अब यहाँ अहिले परेको छैन है अब हामीले त अब यहाँनिर अब सबै जितिसक्यो होइन नाइ भन्ने पुरै आएन हामीले एक्सेप्ट गर्नु परै लाग्छ होइन अब यही हो अब यता बहिनीले यतातिर अब याद गर्नु पऱ्यो भाइले यता याद गर्नु पऱ्यो होइन भन्छ के छ मिलेर बस्नु पऱ्यो अन्त हाम्रोदेखि त अब भन्नु के छ र अब हाम्रो यहाँ 10 राई चाहिँ एक्सेप्ट गर्यो धेरै अब बधाई छ होइन म राई भनेपछि त शेर्पा चाहिँ भन्नु पाएन नि विकास त्यही भन्नु चाहन्छु र आजलाई मेरो चाहिँ अब यति साथीभाइहरूले पनि बोल्नुहोस् आज चाहिँ पक्कै अब बुहारी चाहिँ अब हाम्रो किरावामा भएकै होइन त हामी बोलेपछि त सबै कुरा हुन्छ नि त होइन ढुङ्गालाई पनि जे भन्यो जे सोच्यो त्यही बोल्नु सक्छ हाम्रो चाहिँ किनभने थुतुरी मुमदुम भनिन्छ है थुतुरी बेद भनिन्छ है त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब जे बोल्यो त्यही हुन्छ भनेर हाम्रो कवच छ उहिलेदेखि अब विश्वास छ हामी राई जातिहरूमा होइन त्यसले गर्दाखेरि हामीले चाहिँ मनबाट बोल्छौँ हाम्रो कुनै पनि अब लिखित रूपमा छैन किताबहरू छैन त्यसले गर्दा हाम्रो मुमदुम चल्छ त्यसले गर्दाखेरि चाहिँ आजदेखि चाहिँ उपरान्त चाहिँ हाम्रो 42 खालिङको परिवारमा चाहिँ हाम्रो बायुङको है अब छोरी लगेको हो है हामीले चाहिँ अब एउटा पढेर पनि एउटा प्रमाणित पनि हामी हाम्रो निछामालाई सुनाउन चाहन्छ तपाईले अब ताली मारेर एकदम उहाँलाई अब हो भने चाहिँ अब यो सही छ भने चाहिँ ताली मारेर स्वीकार दसराईले चाहिँ अब पढेर सुनाइदिनु फेरि यस्तो हुन्छ नि अब हामी त एकदम साइन त गर्दैछौँ भोलि अब साइन गरेपछि पछि चाहिँ अब तलमाथि भन्दा कानुनले हामीले त पक्रिन्छ भन्नु पऱ्यो बेहुला अब बेहुलाले भएर बेहुली भएर किडन्याप गरेर लिएको हो कि बा अब गरेर लिएको राजी खुसीमा आएको हो कि होइन त्यो तपाईँले भन्नु पर्यो अब राजी खुसीमा हामी आएको हो मन परेर आएको भन्नु पर्छ परिवारमा पनि हेला हुचो नहोस् होइन आजाद हो भने आजदेखि 10 थुम चाहिँ बोलिदिनु पर्यो जब आजाद भनेर कसैले छुटाउँदैछ भने त्यति बेला हामी आएर चाहिँ बोलिदिनु पर्यो हामी 10 राई भएर चाहिँ हालेको कसरी आजाद भन्यो त्यति बेला चाहिँ हामी हाम्रोमा आउँछ सबै कुरा होइन सबै हामीले गर्नु पर्यो डोकोलाई छोपेर त ल्याएन होला दुलो छिरिहाल्छ थुम्चीले छोपेर त लिएको होला नि त कहिले जाने सरले अजम्बरी जिउँछु भनेर लिएको होला थुम्चीले छोपेर लिएको होला अब त्यो हुनु अब हुन्छ भने त हामी अब अक्सेप्ट गर्नु पर्यो हामीले साइन गर्नु पर्यो हैन कसो दसराई भन्नुहुन्छ तपाईहरु भोलिको दिनमा फेरि म मेरै जातबाट गर्छु म शेर्पै दस्तुर गर्छु भन्नु पनि पाइन है यो चीज पनि राख्नु पर्यो यहाँ कुरा हैन भोलिको दिनमा हैन हौ म त यस्तै हुँ म यतैबाट गर्छु भन्ला हो कि हैन भरे त्यहाँदेखि त्यो आएर आउँदा
पुरा माने प्रेमी गर्नु पर्यो भने त होइन त्यो त मिलेन नि भन्नु चाहिँ अहिले चाहिँ यस्तो होइन कर्म चाहिँ भोलिको दिनमा देख्छ नि त होइन अब यहाँ पढे सुनौ त्यहाँदेखि यसमा के छुटेको छ राजी चाहिँ बेहुला बेला दिनु पर्यो यो चिजहरू अहिले नै भन्नुपर्छ होइन धर्म कर्म सबै एक्सेप्ट गरे भन्नु पर्यो बेहुलीले बेहुलाले भन्नु पर्यो कि एकदम खुसी राजी मन पारेर ल्याएको हो भन्नु पर्यो यति भन्दा यो सुनाउँदा सबै हाम्रो बुढाउलीहरू होइन म एउटा बेहुलाबाट हामी भ्यालुस खालिङबाट चाहिँ पेम्पा शेर्पालाई हामी राजी खुसीसँगले आएको होइन आएर चाहिँ हामी अब जिन्दगी चाहिँ अब खुसियाली बिताउने अब सपना बोकेको छौँ त्यसमा तपाईँहरूको आशीर्वाद पनि चाहिएको छौँ होइन अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि अब त्यो हाम्रो दसैँभित्रमा अब भन्नुभएको छ अरुणलेमा अब यता आएपछि शेर्पाको आफ्नो त्यो मानीहरू गर्ने भन्नेमा हाम्रो राईमा आइसकेपछि हाम्रो यो घरमा अब हामी गिरुवाबाट गर्छौँ होइन अब माथि उहाँ पनि माथि घर पनि हेर्नुपर्छ माथि घरमा पनि उहाँले एउटा बुद्धिस्टको हुनाको नाताले गर्दाखेरि अब उहाँले बुद्धिस्ट पनि माथि मान्छ त्यसमा अहिले हामी अहिलेको जेनेरेसनमा हामी एउटा ब्यालेन्स राख्नुपर्छ जस्तो लाग्यो होइन त्यो हुँदाखेरि अब मैले पनि त अरू धेरै अब अरू धर्महरू पनि लाई यसो अप्नाएको पनि थिएँ होइन तर एउटा इक्वेलिटीमा गएर आफ्नो जे छ कास्टलाई यता आफूले नै गरिरहेको छु म मेरो घरमा चाहिँ मेरोबाट गर्छौँ अब उहाँको बुद्धिस्टको माथि छ भने चाहिँ उहाँलाई चाहिँ खुल्लास्ता मेरोबाट दसैँको बिचमा नै मैले भनेको छु होइन यसमा चाहिँ अब रोकटोक साइड तपाईँकोबाट पनि हुँदैन आफ्नो घरमा त किनभने यहाँ किरुवामै आउँछ त्यो अब लास्टमा भन्नुपर्ने चाहिँ अब त्यही मेरोबाट चाहिँ अब राजी खुसीमा आएको यो कुरा चाहिँ म चाहिँ एक्सेप्ट यो चाहिँ एकदम राइट कुरा यो चाहिँ किरुवामा आएर के तपाईँ खुसी हुनुहुन्छ होइन त्यो पनि त भन्नु पर्यो किनभने भोलिको दिनमा कसैले होइन तिमी यस्तो हो उस्तो हो भन्यो भने हामी पञ्च यो 10 राइट गएर बोल्छ कसरी आज हामीले चलाएको हामीले आफ्नोमा लगाएको भनेर हामीले बोल्ने त्यो चाहिँ अब हामीले बोल्छौँ भोलिको दिनमा अब तलमाथि भयो भने त 10 राईले पक्रिने हो होइन त्यसले गर्दाखेरि तपाईँहरूमा त्यस्तो त नहोस् तर भविष्य भन्नुको अर्थात् त्यस्तो हुन्छ भन्ने त हुँदैन त्यो हुन्छ हुनु पनि सक्छ हुँदैन पनि तर पनि यहाँ पनि अब सबैको कानमा परिरहेछ भने चाहिँ अब उहाँहरू पनि भोलिको दिनमा साह्रो गाह्रो पर्दाखेरि चाहिँ पक्रिने है हाँगा र उयो गर्ने त टेक्ने लौरो त चाहियो त्यसले गर्दाखेरि चाहिँ यो 10 थुम राई भनेको चाहिँ एउटा समाजमा एउटा उतार्ने कुनै पनि एउटा हाम्रो राई जातिमा चाहिँ यो चाहिँ मेन हो त्यसले गर्दाखेरि चाहिँ तपाईँले बोलाउनु भएको कारणले गर्दा चाहिँ हाम्रो बोल्नुपर्ने कर लाग्दो रहेछ त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूको एउटा अब सहमत है तपाईँहरूले अब राजी खुसी हुन त अब जीवन बिताउन एउटा राजी खुसी भएर नै आइन्छ होइन गरिन्छ बिहा जुनै कुराहरू पनि तर अब हामीले चाहिँ त्यति बोल्नुपर्ने आवश्यकता छ र त्यो बोल्यौँ अब बेहुला बेहुलीबाट पनि लो अब बेहुलाले त बोलिहाल्नु भयो बेहुली पनि राजी खुसी के कस्तो यसमा हाम्रो भ्यालुस खालिङको हाम्रो बुबुहरूबाट पनि अब स्वीकार्ने सल्लाह एक दुई वचन परिवार पनि खुसी नै हुनुहुन्छ होला भन्ने मेन चाहिँ अब किन अर्काको छोरी चेली आएको स्वीकार गरेर आएको हो आज झन् एकदम पक्का भयो त्यति त हो अन्त खाली परिवारको चाहिँ बुहारी पक्का पहिला पनि एक्सेप्ट भएको अहिले पनि अब एक्सेप्ट होइन पहिलादेखि एक्सेप्ट गरेर बुहारीले बोल्नु भएन बुहारीले बोलेको एक्सेप्ट भनेको मात्रै हो त्यसो भने पढ्ने पढेर सुनाइदिनु थियो भरपाई पत्र अलि बिचमा पढ्नु छ भरपाई आज तारिख 26/4/2000 सामखा चुला चुखाउने भरपाई पत्र आज तारिख 26/4/2025 नेपाली 2082 सालको वैशाख 13 गते शनिबारको दिन भुसुक राई गाउँ स्वर्गीय जीत बहादुर भ्यालुस खालिङको प्राङ्गणमा हामी
थरीका रावा रावा पाछाका बुढापाखा भेला भई सोही घरका कान्छा सुपुत्रले चानमारी निवासी स्वर्गीय नर्बु लामा शेर्पा र साइली भुटियाको कान्छी सुपुत्री पेम्पाडोमा लामा शेर्पा विवाह गरी ल्याएको खण्डमा आजका बुढापाखा धेरै बेरसम्म तर्क वितर्क गरेर यो निष्कर्षमा आयो कि केटा र केटी आफै राजी खुसी साथ विवाह गरेर आएको र भविष्यसम्म एक अर्कामा साथ नछोड्ने बाचा गरेर सबै सामु वचन दियो। अनि मेरुङ निवासी बुद्धिराज बायुङ राई पाछा नामवेर्सा माइती मानेर वहाँबाट नामदुली हावाखा म्यामदुली बेलाता तिनदुनीले लुपेता समेत दिएर आजदेखि पेम्पाडोमा वायुङ नाम्रोसा पक्का भएको हामी 10 राई ठहर गर्दछौँ। अनि स्वर्गीय जित बहादुर भेर्लुस खालिङ परिवारलाई दोषबाट मुक्त गराई 10 राईको हारमा बराबरी मालियो र पछिबाट यस विषयमा कसैले खण्डन गरे आज रहेको थरी रावा पाछा पूर्ण जवाबदारी हुनेछौ। रावा अलङ्ने तल सही बेहुला बेहुलीको सही भयो है, अब बुढापाखाको सही हजुर ठिकै छ। अब तपाईँहरूको थुमथुमको है राई अब तपाईँहरूले त स्वीकार्नु भएकै होला यो अब यो भरपाई पत्र सुनिसक्यौँ है, अब साइन पनि गरिदिने बेला अब यो चाहिँ खतरा हो है साइन नाम तपाईँको पाछा पनि लेखिदिनुहोस् ल, पाछा लेख्यो भने चाहिँ छुट्टिन्छ नि होइन, के बान्तावा भन्दाखेरि यो बान्तावा होइन, के चाम्लिङ भने यो चाम्लिङ होइन, त्यसो गर्दा चाहिँ यति राई भनेर भने भरे फेरि एउटै बान्तावा भने चाहिँ एउटै हुन्छ त्यो पछि चाहिँ पुरा शुद्धिकरण भएको अनि पक्का आजदेखि चाहिँ नामित भएको भनेर प्रमाणित गर्ने चाहिँ एउटा जाल ढेँडो रहेछ। अनि त्यो बाँडेर तपाईँहरूलाई खुवाउनुहुन्छ, तपाईँहरूले अझ के अब त्यसको फिडब्याक चाहिँ तपाईँहरूले दिनुहोस् है अलग नै मेरोबाट। यति नै हो, यति नै होइन थुक्सुमीहरू यति नै होइन। बुढौलीहरूको चाहिँ उता होला थुक्सुमी 10 राईको चाहिँ पाछा पनि लेखिराख्नुहोस्, फोन नम्बर उता गर्दैन होला, ठाउँ चाहिँ लेख्नुपर्छ होला, एड्रेस होइन। अब हाम्रो यति नै छ। यहाँ चाहिँ अब सिग्नेचर हुँदैछ, यहाँ चाहिँ जो चाहिँ बिहामा 10 थरीको राई आएर चाहिँ उनीहरूले चाहिँ एक्सेप्ट गरेको। भोलिको दिनमा के भयो भने चाहिँ उहाँहरूले पनि बोल्न सक्नुहुन्छ हो, यो चाहिँ प्रुफ रहेछ बेहुला बेहुलीदेखि लिएर सबैको यो चाहिँ गरेर राख्नुपर्ने रहेछ। अब चाहिँ दाल भात स्टार्ट हुन्छ अरे, त्यहाँदेखि चाहिँ आजदेखि चाहिँ पुरै राईमा गएको रहेछ, शेर्पादेखि चाहिँ राईमा कन्भर्ट भएको। अब चाहिँ दाल भात अन्त 3 चुलामा चढाउने, त्यहाँदेखि चाहिँ पुरै राई भएको। आजको लागि चाहिँ बनिरहनुहोस्, लाइनमा हेर्दै गर्नुहोस्। बेहुलीले लिएर आउनु छ, बेहुलीले पकाएको दाल भात दाल ढेँडो दाल ढेँडो सरी यो चाहिँ कोदोको ढेँडो र दाल अन्त आई कस्तो फिल हुँदैछ तपाईँलाई? कसरी हुँदैछ तपाईँलाई थाहै हुँदैछ? पार्टी छ नि यहाँ दुई तीनवटा जतिवटा पार्टी छ त्यो पनि होइन बसिदिउँ न एकछिन, बसी भिडियो खोइ यहाँको मान्छेहरू चाहिँ अन्त